केरा काट्दैछु गाइज है, घरमाको अर्ग्यानिक केरा। अब केराको भाउ अत्याधिक बढेपछि म आफ्नै घरको चाहिँ अर्ग्यानिक केरा चाहिँ काटेर आज 1-2 दिनलाई चाहिँ पालो हाल्दैछु, पकाउँदैछु होइन। अब बजारमा 250-350 सम्म पुगिसकेको छ केरा, र आज म आफ्नै गाउँको आफ्नै घरको अर्ग्यानिक लोकल केरा चाहिँ काट्दैछु। यहाँनिर हेर्न सक्नुहुन्छ है। अब यो केरालाई चाहिँ म काट्छु, अनि यो काटिसकेपछि एकैछिन हेरौँ न, म काट्दैछु है। त्यो कहिलेकाहीँ मात्रै फल्छ क्या घरमा फेरि होइन, सधैँ फल्ने भएको भए त मजा आउँथ्यो, व्यापार पनि हुन्थ्यो, आफूले खाना पनि हुन्थ्यो होइन। यति महँगो छ, महँगो भएको बेलामा त आफ्नै घरको खाना पाए कति राम्रो होइन। बिस पनि नराखेको प्योर अर्ग्यानिक, यहाँ हेर्नु न होइन, प्योर अर्ग्यानिक छ। अब बुट्टा ढल्दैछ ल, अब बोट ढल्यो भने चाहिँ पाकेको पनि छ त्यसमा, त्यहाँनिर देख्न सकिन्छ, हेर्नु है त। अब पाकेको बुट्टा पनि बुटैमै पाकेको, अनि यहाँनिर चाहिँ देखियो। अब म यहाँ हेर्दैछु, काट्दैछु यसलाई बिस्तारै। पाकेको छ, चरालाई भएछ अलिकति। घरको प्योर अर्ग्यानिक केरा है, खाने भए खबर गर्नु, कति दर्जन चाहिन्छ प्योर अर्ग्यानिक है। गाइज यसलाई चाहिँ म अब 1-2 दिनको लागि चाहिँ कोठामा लगेर राखिदिन्छु होइन। त्यसपछि हेरौँ है त कस्तो हुँदो रहेछ। सिजन गर्मी छ, छिटो पाक्ला। फाइनल्ली गाइज 2 दिनपछि पाकेको छ, हेर्न सक्नुहुन्छ है। खाने भए हस् गाइज, आज आफ्नै घरमा अर्ग्यानिक केरा पाक्यो र पकाएर पनि देखाइयो तपाईँलाई है। 2 दिन लगाएर चाहिँ मेहनतको फल चाहिँ राम्रो हुँदो रहेछ। धन्यवाद है।